तपाईँ मिडिया कर्मी भएर पनि लास्ट टाइमको डाइरेक्टर थाहा छैन सर। मलाई पनि एकदमै मजा आयो फिल्म गर्दाखेरि। अब मलाई पनि रमाइलो भयो, तपाईँहरूलाई पनि हेर्दाखेरि त्यतिकै नै रमाइलो हुन्छ होला। अब अन्त फेरि तैँले त फिल्म खेलिस्, तँलाई पनि रमाइलो भयो त हामीलाई के रमाइलो भन्नु होला। उहाँले गरेको कुरो एकदम त्यही हो, हामी डराएर एकदम कातर लुक कामदै त्यता हाले हो। धन्यवाद। सुरु दिनदेखि नै मलाई सपोर्ट गर्नुहुने इन्टायर टिम प्रति म एकदमै कृतज्ञ छु। मलाई साथ दिनुहुने हाम्रो प्रड्युसर सर, यो मुभीको निर्देशकज्यू, जसले मलाई एकदम मेहनत गराउनु भयो। कसैको जिन्दगीमा कसैको उसमा मेल खानु गएमा त्यो संयोग मात्र हुनेछ। तपाईँ मिडिया कर्मी भएर पनि लास्ट टाइमको डाइरेक्टर थाहा छैन सर। लास्ट टाइमको डाइरेक्टर कुमार सर हुनुहुन्छ, म होइन। होइन, सिनेमा त पक्कै पनि कुनै न कुनै टिम नभए एक्लै त भन्दैन। टिम नै चाहिन्छ सिनेमा बन्नलाई। तर त्यसमा पनि मैले भनेन, मैले धेरैवटा फिल्ममा ब्याकग्राउन्डबाट आफूले सक्ने इफोर्ट लगाएर नेपाली सिनेमालाई चाहिँ म सहयोग गर्छु। तपाईँले सिनेमा बनाउनु भयो भने नि मलाई तपाईँले चाहनु भने म तपाईँको सिनेमामा पनि सहयोग गर्न आउँछु, मैले जानेको चिज। अर्को कुनै प्रश्न? प्लिज ल विजय आवाज। विमोचन भाइ, विमोचन दवाडी। धन्यवाद। सुरु गर्ने गाह्रो छ। ट्रेलर हेरेर त थाहा नै भयो होला, कथा एकदमै राम्रो छ। त्यसमा पनि मेरो पात्र चाहिँ एकदमै राम्रो छ। अनि यस्तो राम्रो पात्र भर्खरै आएको नयाँ केटालाई दिनलाई धेरै विश्वास गर्नुपर्छ क्या, कोही नयाँ आएको मान्छेलाई। अनि यस्तो राम्रो पात्रको जिम्मेवारी मलाई विश्वास गरेर दिनुभयो। त्यसको लागि जसले म माथि विश्वास गर्नुभएको थियो उहाँहरूलाई धेरै धेरै धन्यवाद। र म तपाईँहरूको विश्वास कायम राख्नेछु। यसरी नै मेहनत र यसरी नै लगनका साथ जहिले पनि काम गर्नेछु। अनि फिल्म सुटिङ गर्दाखेरि एकदमै रमाइलो भएको थियो। मेहनत सबैको त्यति नै लागेको थियो। त्यो मेहनतमा पनि सबैको रमाइलो थियो क्या। मलाई पनि एकदमै मजा आयो फिल्म गर्दाखेरि। अब मलाई पनि रमाइलो भयो, तपाईँहरूलाई पनि हेर्दाखेरि त्यतिकै नै रमाइलो हुन्छ होला। अब अन्त फेरि तैँले त फिल्म खेलिस्, तँलाई पनि रमाइलो भयो त हामीलाई के रमाइलो भन्नु होला। अनि त मेहनत एकदमै लागेको छ यो फिल्ममा। त्यो मेहनत पर्दामा पनि देखिन्छ। त्यही भएर तपाईँहरूलाई यो फिल्म एकदमै रमाइलो लाग्नेछ। मैले हाम्रो मेकर्सहरूको त विश्वास दिँदै, अब अडियन्सको विश्वास दिँदा अझै बाँकी नै छ नि त। त्यही भएर एकचोटि गएर फिल्म हेरिदिनु होला एकचोटि। हस्, धन्यवाद। अब डाइरेक्ट साहबलाई क्वेसन रह्यो। यो फिल्मको सुटिङ जेनजी आन्दोलनपछि पनि भयो या अगाडि भयो, पछि केही स्क्रिप्ट थपियो कि केही त्यस्तो छ? सिनेमा बन्दाखेरि चाहिँ स्क्रिप्ट सबै कुरो जम्मै लेखिसकेर सुपरसाइज गर्ने चलन हुन्छ। हामीले पनि त्यही अनुसार गरेका हौँ। र सिनेमाको स्क्रिप्ट लक भन्ने हुन्छ नि त, स्क्रिप्ट लक गरिन्छ। बिचमा थपेको नथपेको भन्ने कुरा चाहिँ सिनेमा हेरेपछि थपेछ कि अगाडि नै बनाएको हो कि। यो सिनेमामा चाहिँ अप्ठ्यारो कुरो के छ भने हामीले अगाडि नै बनाएको कथा भनौँ भने त्यो कथा अर्कै भइसक्यो। हामीले पछाडि बनाएको कथा भनौँ भने पछाडि खिच्यायो भन्नुहुन्छ। अब यसले जसरी बुझ्दा पनि हुन्छ। तर सिनेमाको स्क्रिप्टको काम चाहिँ हामीले यो सुटिङ सकेर गणेश दाई हाम्रो मेन पात्र नै अमेरिका पुगिसक्नु भएको थियो कि यहाँ त्यो आन्दोलन हुँदाखेरि। त्यो पछिको कुराहरू हो। त्यो जङ्गलको सिन चाहिँ हामीले भक्तपुरको गुन्डोमा सुट गरेको हो। त्यो आन्दोलन भएको थियो। अब कसैको जिन्दगीमा कसैको उसमा मेल खानु गएमा त्यो संयोग मात्र हुनेछ यहाँ। किनभने हाम्रो सिनेमामा धेरै चिजहरू चाहिँ संयोग परिरहेछ कि। यो के को सङ्केत हो म जान्दिनँ विजय सर। सुपरहिट हुने सङ्केत हो यो। जे होला। अब बाहिर दर्शकको भिड बढिसक्यो, के गर्ने? यसलाई प्लिज निशा। हो नि
उहाँले गरेको कुरो एकदम त्यही हो। हामी डराएर एकदम कातलर लुक 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 कामदै त्यता हाले हो। धन्यवाद हजुर। त्यो चाहिँ यस्तो हो हजुरको कुरोलाई एकदम सम्मान व्यक्त गर्छु हजुरको क्वेसनलाई। त्यो चाहिँ हामीले मेयरज्यूको युट्युब च्यानलबाट हामीले गीत चाहिँ मेयरज्यूको गीत पनि यो सिनेमामा छ। उहाँले एउटा कलाकारको हिसाबबाट हाम्रो सिनेमामा हाम्रो अनुरोधलाई स्वीकारेर गीत गाइदिनु भएको हो र उहाँको गीत पनि हामीले छिटै हामी रिलिज गर्ने तयारीमा छौँ। उहाँको गीत रिलिज एकैचोटि झ्याप्प गर्दाखेरि त्यो युट्युब च्यानलमा कन्टेन्टहरू केही आइराखेको छैन। अनि त्यो कन्टेन्ट अलिकति त्यो युट्युब च्यानललाई वार्म अप गराइरहेको हो हामीले, त्यस्तो होइन। अब हाम्रो कन्टेन्टहरू त हाम्रो डिजिटल पार्टनर OSR डिजिटल हुनुहुन्छ, त्यहीँबाट कन्टिन्यू रूपमा आउँछ। हाम्रो ट्रेलर पनि रिलिज भइसक्यो OSR डिजिटल। मैले नयाँ गरेँ एकदमै तपाईँले कहीँ नदेखेको त्यो सुपर पावरको स्टोरी गरेँ भनेकै छैन। मैले भनेको तपाईँका बुवाले, तपाईँका भाइले, तपाईँका दाइले भोगिराखेको घटना। त्यो तपाईँलाई नयाँ लाग्दैन, फिल्ममा हेरेपछि ला यो पो रहेछ भन्नुहुन्छ होइन। त्यो चाहिँ हामीले सधैँ भोगिराखेको घटनाहरू हो। त्यो घटनाहरू चाहिँ सबैको प्रायः जिन्दगीमा नघट्न पनि सक्छ। जस्तै मैले एउटा सम्बन्ध विच्छेदको स्टोरीको सिनेमा बनाएँ भने यता पो लागु हुन्छ, त्यता लागु हुँदैन। हो कि होइन? त्यही हो स्टोरीहरू भनेका। स्टोरी कथा कहिल्यै नयाँ हुँदैन। कथा त कतिपय कथा भनिन्छ। स्वस्थानीको कथालाई फिल्म प्रेजेन्टेसन कसरी गर्छ, स्वस्थानीको फिल्म बन्यो भने त्यो प्रेजेन्टेसन गर्नेले नयाँपन कसरी दियो भन्नेमा भर पर्छ जस्तो लाग्छ मलाई। कथा त कथा नै हो। त्यो हामीले दैनिक जीवनमा भोगिरहेका देखिरहेका चिजहरूलाई हामीले प्रस्तुतिकरण कसरी गर्छौँ भन्ने कुरा चाहिँ ठुला हो होइन। तर हामीले नयाँ गऱ्यौँ एकदमै, तपाईँले अहिलेसम्म आँखैले नदेखेको चिज गऱ्यौँ चाहिँ भनेको छैन। त्यो म त भन्दा नि भन्दिनँ। धेरै धेरै धन्यवाद। झरी पछिको इन्द्रेणीलाई सफलताको शुभकामना। यहाँलाई धेरै धेरै धन्यवाद। हेरिदिनुपर्छ जस्तो लाग्छ यो फिल्म। हेरेपछि चाहिँ हामीले किन यो फिल्मको यो कन्टेन्टलाई किन लिएको, अहिले भर्खर भइरहेको कन्टेन्ट मात्रै नभएर एउटा देशले युवा पिँढीले भोगेको कुराहरू समग्र रूपमा सबै चिजहरू छन्। एउटा फ्यामिली ड्रामा छ, पोलिटिक्स इस्युहरू छन्, धेरै कुराहरू छन् यहाँ। झरीपछिको इन्द्रेणीमा भनेपछि हामीसँग भएका प्रत्येकको घर घरको स्टोरी हो यो। त्यही भएर यो फिल्म हेरिदिनु होला पुस 4 गते। धेरै हामी सम्पूर्ण टिमबाट यो फिल्म हेर्न आइदिनुहुन्छ भन्ने अनुरोधका साथ थ्याङ्क यू सो मच। नमस्कार। हाम्रो यो चलचित्र झरेपछि इन्द्रेणीले चाहिँ हालैको नेपालको माटोको कथा बोकेर आएको छ। माटोमा यहाँ भएको अहिले चेन्जी प्रोटेस्ट जुन भयो, मान्छेको रगत गएको छ, देशले धेरै कुरा भोगेको छ। त्यही पृष्ठभूमिलाई समातेर हामीले यस चलचित्रलाई यहाँसम्म ल्याएका छौँ। अरू अहिले भनिराख्नुभन्दा पनि पौष 4 गते हामी हलमै भेटौँला है त। थ्याङ्क यू। धन्यवाद। नमस्ते। मलाई चाहिँ त्यो बाबा र छोराको वाला त्यो इमोसनल बन्डिङ खाले स्टोरी चाहिँ अलिक कमै भन्छ। अनि त्यो वाला देख्दा चाहिँ त्यो ट्रेलर नै हेर्दा पनि अलिकति इमोसनल फिल भयो। अनि प्लस जेनजीको त्यो आन्दोलनवाला पनि रहेछ, त्यसले गर्दा पनि त्यो करेन्ट भइरहेको सिचुएसनमा बनिरहेको छ। सो रमाइलो हुन्छ जस्तो लागिरहेको छ। सबैजना हेरिदिनु होला। पुस 4 गते। ओहो, मैले अलि लामै भन्नु सोचिरहेको थिएँ। छोटो त अब कसरी भन्नु। पुस 4 गते हेरिदिनु होला। धन्यवाद। त्यो एकदमै छोटो भयो। नमस्कार सबैजनालाई। थ्याङ्क यू सो मच फर बिङ हियर टुडे। सो आजको यो छेड चाहिँ मेरो लागि एकदम स्पेसल छ, किनकि यो मेरो पहिलो चलचित्र। झरेपछि इन्द्रेणीको विशेष कार्यक्रमको लागि म हजुरहरूको अगाडि उभिरहेकी छु। सो सुरु दिनदेखि नै मलाई सपोर्ट गर्नुहुने इन्टायर टिम प्रति म एकदमै कृतज्ञ छु। मलाई साथ दिनुहुने हाम्रो प्रड्युसर सर, यो मुभीको निर्देशकज्यू, जसले मलाई एकदम मेहनत गराउनु भयो। यो प्रोजेक्टको लागि एउटा क्यारेक्टर ममता भन्ने क्यारेक्टर दिनुभयो, त्यसको लागि म एकदमै थ्याङ्क यू सो मच भन्न चाहन्छु। सो यो
चाहिँ मेरो लागि एउटा प्रोजेक्ट मात्र होइन, यो चाहिँ मेरो सपना सुरु भएको एउटा पाइला भनौँ न, अगाडि टेकेको हो मैले यो। सो यसको लागि म एन्टायर झरेपछि इन्द्रनी टिमको लागि एकदमै आम भेरी 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 ग्रेटफुल र हजुरको अगाडि यसरी उभिएर कुरा गर्न पाउँदाखेरि एकदमै खुसी छु र आगामी दिनहरूमा पनि फेरि यहाँ आएर हजुरहरूलाई मैले बुनेको सत्यता, ममता, माया चाहिँ हजुरहरूले महसुस गर्नुहुनेछ, देखाउन सक्छु भन्ने चाहिँ आशा राख्दछु।